म बच्चापनादेखि नै म यो पशुतिर म आमासँग मेरो एउटा सानो एउटा इतिहास छ। आमासँग त्यो घोडा मार्न जाने भन्ने बाराकुनीको उसमा जाँदाखेरि सानो बच्चा हुँदाखेरि मैले एउटा कुखुरा चाहिँ त्यहाँबाट नल्याउनेसम्म म तीपल्टी राखेको अवस्था थियो अरे आमाले त्यो ल्याउनु भएछ। अनि पछि गएर अर्को चरणमा मैले मामा घर जाँदाखेरि दाङमा जाँदाखेरि एउटा पाठा नल्याउनेसम्म म रोइराखेको अवस्था। अनि त्यसपछि त्यति गर्दै आमाले त्यो पनि ल्याउनु भएछ त्यहाँबाट। यस्तै प्रेरणाको कुरा आउँदै गर्दाखेरि मेरो बुवाले पनि पहिला अब सबैले अपहरणको मार्गदर्शन दिएको हाम्रो बाजुलाई पनि स्याउको कुरा गर्दाखेरि यो जैवान ओलीलाई गाड्ने खौला खन्छ सुरुमा स्याउ ल्याउँदाखेरि त्यो भन्दाखेरि हाम्रो बाजेले गाल गरेर केही हुँदैन ठिक छ म गाड्छु भनेर बाजेले सुरु गर्नुभयो। अनि गएर पछि बुवालाई पनि त्यस्तै अवस्था सिर्जना हुँदै गर्दाखेरि यो ठाउँलाई चिनाउनले धेरै सङ्घर्ष गरेर भीमबहादुर जोगीको नाम चिनाउनु भएको थियो। र मलाई पनि लागेको हामी जन्मिसकेपछि मर्ने हो तर केही त गर्नुपर्छ समाजमा भन्ने मलाई लागेर मैले पशुपालन व्यवसायतिर लागेँ। र एक जोडाबाट म 350 प्रत्येक वर्ष 10 वर्ष हो मैले खोरमा जहिले पनि हुन्छ र एउटा घट्यो भने दुईटा थप्ने जस्तो मलाई लाग्छ। किनकि मलाई मेरो आफ्नै दुःख पीडा छ। मलाई 1000 रुपियाँ काट्दाखेरि नदिएको अवस्था मलाई आउँछ एकदम दुःखमा भयो म बिरामी हुँदाखेरि। त्यसपछि गएर अलिकति घरमा पनि अलि हेर्ने दृष्टिकोण फरक हुन्छ बच्चा बच्चीहरूलाई पनि कसरी राम्रोसँग पढा स्याउला खेर दाउरा खेर। मेरो इतिहासको विषयमा त सबैलाई थाहा छ सबभन्दा बढी दुःख गर्ने मान्छे म हुँ। मैले यहाँ किन यसरी बोक्छस् यसरी काम गर्छस् भन्दाखेरि होइन सङ्घर्ष त गर्नु काम गर्नुपर्छ नगरेर हुँदैन भन्ने सबैलाई भन्ने कुरा गरिरहेको थिएँ। र तैँले एउटा मात्रै पेसा गरे हुन्छ भन्दाखेरि मलाई के लाग्छ भने मेरो पेसाले मरिसकेपछि पनि मेरो नाम आओस् भन्ने मलाई लाग्छ। र त्यस्तै सबैले हाम्रो नाम आओस् भन्ने कुरा सोच्नुहुनेछ भन्ने कुरा मैले हातलाई भने किनकि हामी मर्ने हो। हामी अरबौँ खरबौँ पैसा भए पनि हामीलाई त्यो पैसाले पुगेको अहिलेसम्म छैन। एउटा सिक्का मुखमा राखेर गएको हुन्छन् त्यही पनि जलाइसकेपछि त्यो मान्छेहरू सबै खोजिरहेछन् म त्यतातिर हेर्छु। नत्र मैले मेरो विषय मात्रै सोच्ने भने मैले 500, 1000, 2000, 3000 लगेर पनि कसैको एउटा दाँत झिक्न सक्छु। तर मैले गएर काठमाडौँमा भर्खरै 4000 तिरेर एउटा दाँत निकाले 39000 तिरेर 3वटा लगाए। तर 39000 रुपियाँ हुने भने एकदम स्पेसियल बाँचन्जेलसम्म हुने खालको दाँत पनि राखिदिन्छु म। तर मैले त्यतिसम्म भोगेँ मेरो उसमा भोगाइमा। तर अरू कसैलाई पीडित भएको देख्न नसकेर मैले यसरी मेरो हरेक पेसा छन् जस्तै हाम्रो टोपेन्द्रजीले भन्नुभयो त्यो खालको मूर्तिकला मैले घरमा बनाएर राखेको छु। म जान सकिनँ र मैले जुत्ताको काम पनि तपाईँको 3 वर्षसम्म गरेको सबैले अवहेला गरेँ। तर अवहेला गरेर पनि मैले सिलाइरहेँ कसैबाट 1 पैसा पनि लगेको होइन फ्री सेवामा गरेको थिएँ। त्यो एउटा इतिहास बनेको छ। मैले कसैप्रति यदि मसँग छैन भन्यो भने म त्यो पनि लिन्न। छ भनेपछि यो कस्तो हुन्छ भने बाहिरबाट खरिदेको चिजको मूल्य लिनुपर्छ। मैले 3 जना मान्छेलाई 1 जोडा बाख्राबाट लिएर करोडौँको अतिरिक्त संरचना बनाएको छु। तपाईँ सबैलाई पनि थाहा छ। आउनेलाई म फ्रीमा सिकाइदिन्छु। 3 महिना 2 महिना हाम्रो घरमा बस्दा खाना बस्न पनि दिन्छु। उहाँहरूलाई 1 जोडा बाख्रा लिएर मेरो भविष्य उज्जवल हुन्छ भन्नुहुन्छ भने उहाँहरूको हिसाबमा कमाएर दिने शर्तमा पनि म दिन्छु। तर फ्रीमा बाँच्ने सिस्टम आयो भने म फ्रीमा पनि दिनेछु। मेरो भन्ने यही हो। किनकि म यो समाजमा बाँच्नुपर्छ सबैले गरी खानुपर्छ भन्ने मेरो उद्देश्य हो। म रातमा 2 घण्टा मात्रै सुत्छु होला जस्तो लाग्छ। म त्यही पनि थाहा पाउँदैन। म 24 घण्टा काम गर्ने मान्छे हो। किनकि मलाई विदेशको पीडाहरू सबैले मेरो बच्चाहरू पनि उनले रहर गर्दा गर्दै मैले यहाँ यति एउटालाई 50 लाख खर्च गरेर एउटालाई 40 लाख खर्च गरेर एउटालाई 30 लाख खर्च गरेर पढाएँ। तर उनीहरूको इच्छा आकाङ्क्षा अहिले चलेको हावाले गर्दाखेरि त्यो हावाले गर्दाखेरि विदेशमा गएर फोन गर्ने पनि टाइम नभएर मेरो हातमा रुन्छ। तर मैले ठिक छ तपाईँले रहर मेटेर आइजाऊ मैले यो व्यवसायलाई जसरी पनि राख्नेछु। यो समाजमै बस्नुपर्छ यही देशमा केही गर्नुपर्छ माटोहरू पाखोहरू यस्तो परेको छ भन्ने सन्देश दिएको छु। त्यो हुनाले मेरो पीडाको कुरा गर्ने भने इतिहास नै छ। मैले एउटा इतिहास नै तयार गरेको छु। मान्छेले के सोच्नु पर्यो भने समाजमा मरेर पनि बाँच्न सिक्नुपर्छ भन्ने मेरो एउटा उदाहरण हो। त्यही भन्दै मेरो छोटो यो क्वेसनको एन्सर यही सिद्धि। धन्यवाद धन्यवाद। हाम्रो एनिमल हस्बेन्ड्रीतिर अगाडि बढिराख्नुभएका आदरणीय चाहिँ उहाँले एउटा घोषणा गर्नुभएको छ कि तपाईँहरू हामीसँग बाख्रा पालनमा जोडिन चाहनुहुन्छ भने
बाख्रा पालन कसरी गर्ने भनेर 2-3 महिनाको ट्रेनिङ म फ्रीमा दिन्छु, खाना बस्न पनि दिन्छु र एक जोडी बाख्रा पनि दिन्छु भनेर भन्नुभएको छ। उहाँको यो घोषणाको लागि हामी सबैले ताली बजाएर उहाँलाई सम्मान गरौँ। त्यसैगरी मैले बीचमै हामी तेस्रो चौथो प्रश्नको सेरोफेरोमा छौँ। यहाँ हाम्रो आदरणीय मालेखोलाको सरस्वती मावि मालेखोलाको आदरणीय प्रिन्सिपल यहाँ उपस्थित भइसक्नु भएको छ। उहाँलाई अतिथिको सिट आसन ग्रहण गरिदिन हुनको लागि आदरणीय